बालेन कस्तो लाग्छ? अहिलेसम्मको हेर्दाखेरि चाहिँ के भने उसको दुईटा पाटो देखेको छु, बालेनजीको दुईटा पाटो देखेको छु मैले। एउटा पाटो भनेको के भने देशमा जस्तो मैले जुन कारणले मैले चाहिँ यो फिल्डमा लागेँ, मलाई लाग्छ बालेनको भित्री आत्मा सायद त्यही कारण छ। यो विसङ्गति छ, भ्रष्टाचार छ, व्यथिति छ, यसलाई हटाउनुपर्छ, जरादेखि उखेल्नुपर्छ भन्ने नै उद्देश्य लाग्छ। सायद त्यही उद्देश्यले गइरहेको हो कि भन्ने देख्दै पनि छु। अर्को पाटो के छ भन्दाखेरि जस्तो अस्ति संसदकै कुरा गर्ने हो भने कुनै पनि नियमावलीमा प्रधानमन्त्रीले आफैले उभिएर चाहिँ स्पष्टीकरण दिनुपर्छ, प्रश्नको उत्तर दिनुपर्छ भन्ने छैन। उभिदिए हुन्थ्यो, परम्परा त छ भन्ने हो नि त। गएर 5 मिनट चाहिँ ल यस्तो यस्तो कुरा हो, म चाहिँ विशेष कारण यो कारणले चाहिँ मैले योभन्दा अगाडि बोल्न सकिनँ, मेरो तर्फबाट उहाँले जवाफ दिनुहुन्छ, म गएँ है भनिदिएको भए यत्रो रडाको अहिलेसम्म चाहिँ संसद चाहिँ अवरोध